हेलो गाइज, यहाँ हुनुहुन्छ मेरो मम्मी। ब्लग बनाउँदै हुनुहुन्छ नि मम्मी। के बनाउँदै हुनुहुन्छ अरे? ब्लग ओ भन्नुहुन्छ आज। के सुकाउँदै हुनुहुन्छ मम्मी? मम्मीको यो नयाँ भ्लग हो नि? मेरो त नयाँ बल्ल सुरु सबैले के बनाए, म त बनाउन जान्दिनँ। भन्नु नि, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भन्नु। सब्सक्राइब गर्नु भन्नु। सब्सक्राइब गर्नु, जसले देख्न उहाँहरूले। मेरी मम्मी अब भाइरल। यता हेर्नु त एकचोटि, यता हेरेर हाँस्नु नि त, घप्टी पारेर नहाँस्नु क्या। यता हेर्नु त, तोरी सुकाउँदै हुनुहुन्छ। हेर्नु, मम्मीले लगाएको हरेक चिज जे लगाऊ त्यही फल्छ नि मम्मी। कहाँ कहाँदेखि ल्याएर लाउनुहुन्छ मम्मीले। मेरो मम्मी एकदम मेहनती पो हो त मेरो मम्मी त। अति यस्तो मेहनती चाहिँ को होला र यो संसारमा। यहाँ हेर्नु, अस्ति भर्खर लगाउनु भएको मेवा पनि फलिसक्न लागेको छ। घिउ सिमी हेर, टमाटर। हेर्नुहोस् गाइज, मम्मीले लगाएको सब्जीहरू हरियाली। यहाँ त पुरै हरियाली हरियाली छ नि। लसुन हेर्नु, लसुन। सबैजनाले मम्मीको यो भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। सबैजनाले नहेरे पनि हेरिदिनु होला। हेर्ने मन गरेर हेरिदिनु होला। आलस हेर्नु, आलस। यो चाहिँ कुकुरले माडेर यस्तो गराइदिएको छ। यहाँ छ अनारको बुटो। आरु पनि छ हाम्रो घरमा, आरु पनि फल्दैछ। निम्बुहरू हरेक चिज छ। बोडीहरू भर्खर लगाउनु भएको छ, मकै बोडीहरू लगाउनु भएको छ। यस्तो छ। ल हेर्नु साथीहरू सबैजनाले। यस्तो छ हजुर, यस्तो छ। ल अगाडि पनि हेर्नु। भन्नु मम्मी, मेरो भ्लगलाई सबले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु। यता हेर्नु त, यता हेर्नु न एकचोटि। हस् त, धन्यवाद त भन्नु। सबैजनालाई धन्यवाद भनिदिनु अरे हौ। यता फर्केर हौ, यता फर्केर, यता फर्किनु हौ। सबलाई धन्यवाद भनिदिनु। सबजनाले लाइक गरिदिनु होला भन्नु न।